आमाले बताको नलिएर जानु रुको ऐसे नहीं शुरू से दिखाता हूँ पुगेन के पुग्यो के बराबर भइसक्यो भएको छैन के ल ल छोड दे अब एकचोटी मात्रै हालिदिन्छु है यो मेरो कमला दिदीले पठाइदिएको के यो मलाई मेरो माइली आमाले पठाइदिएको के हामी दुईजना आउने हो दुईजना आउने हो एकछिन भयो हुन्छ हुन्छ पुग्यो बराबर भयो नि अब होइन ल दुईजनाले बराबर खायौँ माइली आमा भन उता माइली आमा हामी दुईजना बराबर खाँदैछौँ धन्यवाद धन्यवाद पठाइदिनु अरू पनि पठाउनु अझै भनेर अरू पनि पठाउनु अरे रञ्जना दिदाले पनि अरे नन्दला दिदाले नि भयो के आरी चाहिँ भएको छैन के रञ्जना दिदीले भन्यो मलाई पप्न आँटी रञ्जना दिदीको भाग भनेर हेर त ए पुग्यो के बजी नलानु भयो के सबै तिमीले राखेपछि म चाहिँ के लानु दिदा अझै यहीँ आउनुहुन्छ यहीँको खानु सके मलाई दिन आयो मलाई दिन हजुरको भाइ त यही हो दिदा हजुर अब यो भयो अब भरमा पनि बोलाबोली बराबर गरिसके त मैले भटमास बोलेको छैन के कहाँ छ त यो तिमीलाई मैले दिएको अन्सिकालाई धेरै भएको छ यो अन्सिकालाई धेरै भइसक्यो है यो हजुरले धेरै लानु भएको यो मेरो कमला दिदीले पठाइदिएको हो नि त यो चाहिँ हजुर यहीँ आउनुहुन्छ यहीँ खानुहुन्छ यो दुई खानालाई हजुर म कचौरा तैँले यहाँ आएर खान्छु त खानुहुन्छ कस्तो लोभिन्छ चाहिँ यो मेरो कमला दिदीले मेरो पठाइदिएको कमलाले पठाइदिनु भएको भन न मलाई पनि हो तिमीलाई होइन तिमी घर घरै खाने अरे यो मेरो लागि हो छोड हजुर उता जानु अब यहाँ हाल्दै म छिटो सबै आमामा यहाँ कति धेरै हालौँ त यसले त लोभी सकि यो ती मलाई हो के नानी मलाई देऊ न यति दिदी नगे बराबर भएको छैन के कसरी हुँदैन के बराबर एक भाडो भइसक्यो यहाँ यति जाबो छ जम्मै दिदा अहिले पुगा बालिन्छ अरे ओइ त्यसो नभन भने ओके न यो छोड यो मेरो दिदाले पठाएको मेरो कमलाले पठाएको मेरो पनि दिदी कहाँ दिको दिदी हो त को तिम्रो दिदी मेरो कमलाले पठाएको छोड्नु मेरो अञ्जली आमाले बताको नलिएर जानु कुन अञ्जली आमाले पठाएको अञ्जली आमाले पठाएको केही छैन तिम्रो अञ्जली आमाले केही पठाउनु भएको छैन